तपाईको पनि मुखमा यस्तो किसिमको घाउ खटिरा आउने गर्छ जसको कारण तपाईलाई खानामा यति कठिन हुन्छ। कुनै समय यस्तो अवस्था सिर्जना हुन सक्छ कि तपाईले पूर्ण रूपमा खाना पनि खान सक्नु हुँदैन। यस्तो पनि हुन्छ कि तपाईको मुखमा एउटै मात्र खटिरा होइन कि तपाईको मुखको चारैतिर यो समस्या आउन सक्छ, जुन समय तपाईलाई झन् धेरै कठिन हुन सक्छ। तपाईलाई थाहा छ यो समस्या सिर्फ स्पाइसी फुडको कारणले मात्र हुँदैन। वास्तवमा यो के समस्या हो त? यो घाउ यानि कि यो छालेको नाम हो क्याङ्कर सोर्स। विशेष गरी यो क्याङ्कर सोर्स तपाईको जिब्रोमा, गिजामा, लिप्समा र लिप्सको वरिपरि पनि आउने गर्छ। यसको कमन खोजहरू यो हो कि पोर स्लिप, मेन्टली स्ट्रेस, धेरै स्पाइसी अनि एसिडिक जन्य फुडहरू खानाले, पोर गट हेल्थको कारण, इभन न्युट्रिसन डेफिसियन्सीको कारण तपाईले आफ्नो आइरन, B12 र फोलेटको चेक गर्नुपर्ने हुन्छ। क्याङ्कर सोर्स हुनुको यो पनि कारण हुन सक्छ कि तपाईको बडीमा इन्फ्लामेसन बढेको हुन सक्छ। यदि तपाई पनि यो प्रब्लमबाट सफर गरिराख्नु भएको छ भने तपाईले आफ्नो गट हेल्थमा फोकस गर्नुपर्ने हुन्छ। तपाईले आफ्नो गटलाई सधैँ प्रोबियोटिक्स र प्रिबियोटिक्स दिन सुरुवात गर्नुहोस्। यदि तपाई पनि नेचुरल वेबाट आफ्नो गटलाई ठिक गर्न चाहनुहुन्छ भने डाइरेक्टली मसँग कनेक्ट हुन सक्नुहुन्छ। र नेक्स्ट, तपाईले आफ्नो बडीमा ब्लड सुगर लेभललाई स्टेबलाइज गर्नुपर्ने हुन्छ ताकि तपाईको बडीमा इन्फ्लामेसन कम हुन सुरुवात गरोस्। र यो प्लान 100% तपाई गर्न सक्नुहुनेछ डाइट प्लान अनि एक्सरसाइजको साथमा। सुपर ब्यालेन्स खाने बानी बसाल्नुहोस् र याद गर्नुपर्ने कुरा यो छ कि खाना खाइसकेपछि बस्ने अनि सुत्ने बानीलाई बदल्नुहोस्। तपाई पनि क्याङ्कर सोर्सबाट मुक्त हुन चाहनुहुन्छ अथवा ठिक हुन चाहनुहुन्छ भने स्पाइसी अनि एसिडिक फुडलाई एभोइड गर्नुहोस्। र अन्तिममा, यदि तपाईको बडीमा आइरन, B12 र फोलेटको डेफिसियन्सी छ भने हाई क्वालिटी सप्लिमेन्ट फुड लिन नभुल्नुहोला। र म तपाईलाई यो रिक्वेस्ट गर्छु कि कमेन्ट बक्समा जरुर लेख्नुहोला के तपाईको पनि कहिलेकाहीँ मुखमा यस्तो खालको छाले घाउ आउने गर्छ। यदि आउने गर्छ भने कमेन्टमा मेन्सन गर्न नभुल्नुहोला। तपाईलाई पनि धेरै धेरै धन्यवाद मेरो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा। यदि तपाईलाई मेरो भिडियोहरू इन्फर्मेटिभ लागिरहेको छ भने नेक्स्ट भिडियोहरू मिस नगर्नको लागि मलाई लाइक अनि फलो गर्नु नभुल्नुहोला है त।